साथीहरू नमस्ते, नमस्कार, गुड मर्निङ। सङ्गठित संस्थाको पूर्वयोग्यता परीक्षाको मोडल सेट लिएर उपस्थित भएका छु, जुन 45 मिनटमा तपाईँहरूको 50वटा क्वेसन एटेन्ड गर्नुपर्छ। यो एकदमै गुणस्तरीय क्वेसनहरूको 50वटा बनाएर उपस्थित भएको छु। यो एकछिन यो अवश्य सुन्नुहोला, तपाईँको एक्जामको लागि सहयोगी हुन सक्छ। स्क्रिनमा तपाईँले देखाएको जस्तै 50 नम्बरको छ। त म सुरु गर्छु 1 नम्बरकोबाट। 1 नम्बरमा चाहिँ विश्वको सबैभन्दा गहिरो ताल कुन हो? यसमा 4वटा अप्सन रहेको छ। सुपिरियर ताल, बैकाल ताल, भिक्टोरिया ताल, क्यास्पियन ताल। यसको आन्सर तपाईँको के लाग्छ? यसको आन्सर के हुन्छ? तपाईँहरू भन्नुहोस्। यसको सही आन्सर हुन्छ बी नम्बरको बैकाल ताल। क्यास्पियनमा नझुक्नु होला, किनभने क्यास्पियन ठुलो ताल हो। दोस्रो नम्बरको रहेको छ नेपालको भौगोलिक अवस्था र धारतरले स्वरूप अनुसार तराई प्रदेशको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग ओगटेको छ? 15%, 68%, 17% र 45%। यसको सही आन्सर भन्नुहोस् त। यसको सही आन्सर सी हुन्छ। 3 नम्बरको क्वेसन रहेको छ दिगो विकासको लक्ष्यमा कुल कतिवटा लक्ष्य निर्धारण गरिएको छ? यो एकदमै साधारण क्वेसन हो। 12, 15, 17 र 21 छ। यसमा पनि सी नम्बरको आन्सर 17 हुन्छ। त्यस्तै 4 नम्बरमा 4 नम्बरको क्वेसन रहेको छ विश्व इतिहासमा मेग्ना कार्टामा कहिले हस्ताक्षर भएको थियो? 1215 जुन 15। त्यस्तै 5 नम्बरको क्वेसन रहेको छ प्राचीन नेपालको इतिहास अनुसार पशुपतिनाथको मन्दिर निर्माण गराउने राजा को हुन्? यसमा यलम्बर, प्रचण्डदेव, मानदेव र गुणकानदेव। यो 4वटा अप्सन मध्ये यो सही उत्तर भन्नुहोस्। यसको सही उत्तर हुन्छ बी नम्बरको प्रचण्डदेव। 6 नम्बरको नेपालमा बोलिने भाषाहरूमध्ये बहुसङ्ख्यक जनताले बोल्ने दोस्रो ठुलो मातृभाषा कुन हो? यसमा मैथिली, भोजपुरी, थारू र तमाङ। यो 4वटा अप्सन छ। 4वटा अप्सनमध्ये सबैले थाहा भएको हुनुपर्छ। यसमा ए नम्बरको आन्सर सही हुन्छ। मैथिली भाषा दोस्रो भाषा हो। नेपालको आर्थिक सर्वेक्षण 81 र 82 अनुसार राष्ट्रिय आय र जीडीपीमा सबैभन्दा बढी योगदान कुन क्षेत्रको रहेको छ? यसको सही आन्सर भन्नुहोस्। कृषि क्षेत्र, उद्योग क्षेत्र, सेवा क्षेत्र, निर्माण क्षेत्र। यसको सही आन्सर सेवा क्षेत्र हुन्छ। अब 8 नम्बरको 15औं आर्थिक योजनामा दीर्घकालीन सोच अनुसार विक्रम सम्वत 2100 सम्म नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य राखिएको छ? यसको सही आन्सर हुन्छ सी को आन्सर हुन्छ 12100। 9 नम्बर नेपाल सरकारले प्रदेश स्थानीय तहलाई हस्तान्तरण गर्ने वित्तीय समानीकरण अनुदानको मुख्य आधार के हो? पूर्वाधार विकास र जनशक्ति, खर्चको आवश्यकता, राजस्वको क्षमता, राजस्व सङ्कलन र वैदेशिक सहायता, जनसङ्ख्याको आकार र क्षेत्रफल मात्र। यसको आन्सर के हुन्छ भन्नु त? यसको सही आन्सर हुन्छ खर्चको आवश्यकता र राजस्वको क्षमता। यो बी नम्बरको आन्सर। अब 10 नम्बरमा तलको मध्ये कानुनको प्राथमिक र मुख्य स्रोत कुन हो? प्रशासनिक परिपत्र, विधायन, व्यवसाय आचार संहिता र सम्पादकीय विचार। यसको सही आन्सर हुन्छ बी नम्बरको विधायन। 11 नम्बर नेपालको वर्तमान संविधानको कुन भागमा मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको छ? भाग 1, भाग 2, भाग 3 र भाग 4। यसको सही आन्सर हुन्छ भाग 3 है त। अब 12 नम्बरको नेपालसँग सबैभन्दा पछि दैत्य सम्बन्ध कायम भएको सार्क मुलुक कुन हो? भुटान, मालदिभ्स, अफगानिस्तान र श्रीलङ्का। 12 नम्बरमा सही आन्सर के हुन्छ भन्नुहोस् त? यसको सही आन्सर हुन्छ सी नम्बरको अफगानिस्तान। त्यस्तै संयुक्त राष्ट्र सङ्घ युएनको मुख्य प्रशासनिक अङ्ग कुन हो?
अप्सनमा रहेको छ सुरक्षा परिषद, महासभा, सचिवालय, आर्थिक तथा सामाजिक परिषद। यसको सही उत्तर हुन्छ सचिवालय। प्रशासनिक अङ्ग सचिवालय हो। त्यस्तै 14 नम्बरमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकको सचिवालय कहाँ अवस्थित छ? काठमाडौँको नेपाल, ढाकाको बङ्गलादेश, कोलम्बिया श्रीलङ्का, ब्याङ्कक थाइल्यान्ड। यसको सही उत्तर रहेको छ ढाका बङ्गलादेशमा रहेको छ। 15 नम्बरमा रहेको छ एसियाली पूर्वाधार लगानी ब्याङ्कको मुख्य कार्यालय कहाँ रहेको छ? फिलिपिन्सको मनिला, बेजिङको चीन, वासिङटन डिसी अमेरिका र जेनेभा स्विजरल्यान्ड। यसको सही एन्सर रहेको छ चीन, बेजिङमा रहेको छ। 16 नम्बर अन्तर्राष्ट्रिय नाप प्रणाली एसआई सिस्टम अनुसार विद्युतीय धाराको एकाइ के हो? भोल्ट, एम्पियर, वाट र जुल। यसको सही एन्सर रहेको छ एम्पियर। नम्बरमा आर्टिफिसियल इन्टेलिजेन्स एआई का पिता भनेर कसले चिनिन्छन्? यो बहुचर्चित अहिले चाट जिपिटी जस्ताहरूको पिता भनेर कसलाई चिनिन्छ? एलन ट्युरिङ, जोहान्सन गुटनबर्ग, जोन म्याकार्थी र बिल गेट्स। यसको 17 नम्बरको सही उत्तर हुन्छ जोन म्याकार्थी। 18 नम्बर मानव शरीरमा इन्सुलिन हार्मोन उत्पादन गर्ने अङ्ग कुन हो? कलेजो, मृगौला, अनाशय र मुटु। यसको सही अनुसार हुन्छ प्याङ्क्रियाज। यो सी नम्बरको। 19 नम्बरमा नाङढुङ्गा सिस्नो खोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले भएको थियो? विक्रम सम्वत 2083 साउन 10 गते, विक्रम सम्वत 2083 साउन 11 गते, साउन 12 गते, साउन 13 गते। यसको सही उत्तर के हुन्छ? ए नम्बरको विक्रम सम्वत 83 साउन 10 गते। 20 नम्बरमा कम्प्युटर प्राविधिमा एलएएन को पूर्ण रूप के हो? लोकल एक्सेस नेटवर्क हो, लोकल एरिया नेटवर्क हो, लङ एरिया नेटवर्क हो, लार्ज एरिया नेटवर्क हो। यसमा के हुन्छ? सही उत्तर लोकल एरिया नेटवर्क लेन भनेको। त्यस्तै कार्यालयमा चिठी पत्र कागजात प्राप्त भएपछि त्यसको सुरुवाती अभिलेख राख्ने कार्यालय के भनिन्छन्? यो सजिलो छ। चलानी, फाइलिङ, दर्ता, टिप्पणी। यसको सही उत्तर के हुन्छ? त्यस्तै 22 नम्बरमा अभिलेख व्यवस्थापनमा प्रयोग हुने 5S अवधारणा कुन देशबाट सुरुवात भएको हो? अमेरिका, जापान, बेलायत र जर्मनी। यसको सही उत्तर हुन्छ जापान। 23 नम्बरमा सङ्गठनमा मार्फतका कर्मचारीलाई आदेश, निर्देशन, मार्गदर्शन दिने व्यवस्थापकीय कार्यालय के भनिन्छन्? नियन्त्रण, निर्देशन, योजना र बजेटिङ। 23 नम्बरको सही एन्सर हुन्छ निर्देशन। 24 नम्बर नेपालमा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता ल्याउन नागरिक बडापत्रको अनिवार्य प्रयोग कहिलेदेखि सुरु गरिएको हो? विक्रम सम्वत 2050, विक्रम सम्वत 2061, 2065 र 2070। यसको सही एन्सर हुन्छ बी नम्बरको 2061। सुरु 2056मा भयो तर अनिवार्य रूपमा 2061मा भएको छ। यी गभर्नेन्स विद्युतीय शासनको मुख्य उद्देश्य के हो? कागजी प्रणालीको प्रवर्धन, सेवा प्रवाहमा ढिला सुस्ती, पारदर्शिता, द्रुत र पहुँचयोग्य सार्वजनिक सेवा र प्रशासनिक खर्चमा वृद्धि। यसको सही एन्सर के हुन्छ? सी नम्बरको। नेपालमा पहिलो पटक सरकारी बजेट कहिले प्रस्तुत गरिएको थियो? अप्सन रहेको छ ए विक्रम सम्वत 2007 माघ 21, विक्रम सम्वत 2008 माघ 21, विक्रम सम्वत 2010 साउन 1 र विक्रम सम्वत 2015 वैशाख 1। यसको सही एन्सर के हुन्छ? बी नम्बरको 2008 माघ 21। 27 नम्बरमा नेपालमा सार्वजनिक संस्थानलाई कतिवटा क्षेत्रमा वर्गीकरण गरिएको छ? 4 वटा, 5 वटा, 6 वटा र 7 वटा। यसको सही एन्सर हुन्छ 6। 28 नम्बरमा
सार्वजनिक संस्थानमा व्यावसायिक उत्तरदायित्व र पारदर्शिता कायम राख्न अपनाउने अवधारणालाई के भनिन्छ? निजीकरण, संस्थागत सुशासन, विकेन्द्रीकरण र एकाधिकार। यसको सही आन्सर के हुन्छ? बी नम्बरको कर्पोरेट गभर्नेन्स। 29 नम्बर, नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको अन्तिम ऋणदाता र नियमन निकाय कुन हो? द्वितीयपद बोर्ड, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक। यसको सही आन्सर के हुन्छ? डी नम्बर नेपाल राष्ट्र बैंक। सार्वजनिक निजी साझेदारी पीपीपी मोडलको मुख्य फाइदा के हो? सरकारी हस्तक्षेपमा पूर्ण वृद्धि, निजी क्षेत्रको पुँजी, प्राविधिक र दक्षताको उपयोग, जोखिम 100% सरकारले बेहोर्ने, निजी क्षेत्रको एकाधिकार कायम गर्ने। यसको सही आन्सर के हुन्छ? बी नम्बरको निजी क्षेत्रको पुँजी, प्राविधिक र दक्षताको उपयोग गर्ने। 31 नम्बरको रहेको छ, सार्वजनिक खरिद सम्बन्धी आधारभूत सिद्धान्त अनुसार खरिद प्रक्रिया कस्तो हुनुपर्छ? प्रतिस्पर्धात्मक, पारदर्शी र मितव्ययी, गोप्य र सीमित, महँगो र ढिलो, कोटेसन बिनाको। यसको सही आन्सर के हुन्छ? ए नम्बरको प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी। अब 32 नम्बरमा बीमा व्यवसायको नियमन नियन्त्रण प्रवर्धन गर्ने नेपालको सर्वोच्च नियामकीय निकाय कुन हो? नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज र द्वितीय पद बोर्ड। यसको सही आन्सर के हुन्छ? बी नम्बरको नेपाल बीमा प्राधिकरण। 33 नम्बर रु, अब यो गणितसँग सम्बन्धित छ। यो अब यसलाई क्याल्कुलेसन गरेर पनि गर्न सकिन्छ। 1248 मा एउटा सामान बेच्दा 20% नफा हुन्छ भन्ने उक्त सामानको क्रयमूल्य कति हुने होला? यसमा 1248 को 20% निकाल्ने अनि बाँकी घटाइदिँदा यसको आन्सर आउँछ। यसको सही आन्सर हुन जान्छ सी नम्बरको 1040। 30 नम्बरमा एउटा निष्पक्ष पासा डाइस जुन लुडोको डाइस हुन्छ फ्याँक्दा जोड सङ्ख्या आउने सम्भाव्यता कति हुन्छ? यसको सजिलो हुन्छ, यस सजिलो कुरा हो। यसमा जोड सङ्ख्या कति हुन्छ? डाइसमा टोटल सङ्ख्या 6 हुन्छ, जोड सङ्ख्या 3 वटा हुन्छ, त्यसको 3/6 भयो। यसको मतलब 1/2 एन्सर हुन्छ। यसको एन्सर ए हुन्छ। अब 35 नम्बरमा यदि 15 जना मानिसले कुनै काम 40 दिनमा गर्न सक्छ भने सोही काम 30 दिनमा सक्न कति जना चाहिन्छ? यसको 20 जना। सही आन्सर, सही उत्तर यसको 20 हुन्छ क्याल्कुलेसन गर्यो भने। त्यस्तै 36 नम्बरमा छ रु 5000 को 10 वार्षिक ब्याज दरले 3 वर्षको ब्याज दर कति हुन्छ? यसमा प्रिन्सिपल एमाउन्ट 5000 भयो, रेट यसमा 10 भयो र टाइम यसमा 3 भयो। यसको पिटिआरबाट 100 गरेर यसलाई निकाल्ने। यसको सही आन्सर हुन जान्छ, सही उत्तर हुन जान्छ 36 नम्बरको 1500। त्यस्तै 37 नम्बरमा 10, 12, 15 र 18 र 25 को मध्य कति हुन्छ? यो पनि सजिलो नै रहेको छ। 37 मा यो सबलाई कतिवटा छ त्यो एड गर्ने अनि कतिवटा छ त्यसले डिभाइड गर्ने अनि जति आउँछ त्यो आन्सर हुन्छ। यसको 37 नम्बरमा यसको सी आन्सर हुन्छ 16। त्यस्तै दिएका तथ्याङ्कहरू यतिको बहुलक कति हुन्छ? बहुलकको रूपमा लिने। त्यो 3 नम्बर छ, धेरै पटक यसमा रिपिट भएको छ, त्यसै भएर यसको सही उत्तर ए हुन्छ। अब इङ्ग्लिससँग सम्बन्धित छ जुन 5औं तहमा सोधिएको 5 अङ्कका लागि सोधिन्छ। त्यो 39 नम्बरमा सिलेक्ट द करेक्ट प्रिपोजिसन सी हेज बिन लिभिङ इन द काठमाडौँ 2018 भनेछ। यसको 4 हुन्छ, सिन्स हुन्छ, इन हुन्छ र फ्रम हुन्छ। यसमध्ये सही उत्तर के हुन जान्छ? बी नम्बरको यो सिन्स हुन्छ। त्यस्तै 40 वाट इज द सिनोनिम्स अफ द वर्ड इफिसिएन्ट? लेजी, क्यापेबल, स्लो र विक। यसको सही आन्सर हुन्छ क्यापेबल सिनोनिम्स। त्यस्तै चुज द करेक्ट प्यासिभ भोइस अफ द म्यानेजर एप्रुभ द रिपोर्ट। यसको 4वटा अप्सन रहेको छ। यसको सही उत्तर हुन जान्छ बी नम्बरको द रिपोर्ट वाज एप्रुभ बाई द म्यानेजर। यसमा
42 नम्बरको छ सिलेक्ट द करेक्टली स्पेल्ड वर्ड। यसको सही उत्तर के हुन्छ? 42 नम्बरमा सी। यो सी को आन्सर गभर्नमेन्ट स्पेलिङ यसको सही छ। वाट इज द एन्टोनिम्स अफ द वर्ड क्लियर, अपाक्यु, ब्राइट र भिजिबल? यसको सही उत्तर के हुन्छ? बी नम्बरको। 44 नम्बर रामले भात खायो, यो वाक्य कुन काल र पक्षको हो? यो हामीले बुझेको कुरा हो। यसको सही उत्तर हुन्छ सामान्य भूतकाल। त्यस्तै 45 नम्बरमा परोपकार शब्दको सन्धि विच्छेद गर्दा कुन सही हुन जान्छ? पर प्लस उपकार, परो प्लस उपकार, परो प्लस उपकार र पर प्लस उपकार। यसको सही उत्तर हुन जान्छ ए नम्बरको पर प्लस उपकार। 46 नम्बरको सुशासन, यो र यो सुशासन र यो दीर्घ सुशासन र यो डी सुशासन। यसको सही उत्तर के हुन्छ? बी को। यो सही हामी लेख्ने सुशासन, यो करेक्ट सुशासन यो हो। 47 मा आकाशको फल आँखा तरी मन भन्ने उखानको अर्थ के हो? यसको 4वटा अप्सन रहेको छ। यसको सही उत्तर हुन्छ बी, प्राप्त गर्न नसक्ने वस्तुको व्यर्थ आशा गर्नु। 48 नम्बर सूर्य शब्दको पर्यायवाची शब्द तलका मध्ये कुन होइन? दिनकर, भानु, रवि, सुधांशु। 48 नम्बरको सही उत्तर के हुन्छ? डी नम्बर सुधांशु। त्यस्तै कार्य सम्पादन मूल्याङ्कनको मुख्य उद्देश्य के हो? कर्मचारीको दण्ड दिने मात्र, कर्मचारीको सबल र दुर्बल पक्ष पहिचान गरी वृत्ति विकास गर्ने। यसको सही उत्तर के हुन्छ? बी नम्बरको। 50 नम्बरको लास्ट धितोपत्र बोर्ड नेपालले कुन क्षेत्रको नियमन गरेका छन्? ब्याङ्किङ क्षेत्र, बीमा क्षेत्र, सेयर र धितो बजार र जलविद्युत क्षेत्र। यसको सही उत्तर हुन्छ सी नम्बरको। हस्त धन्यवाद। भिडियोलाई सब्सक्राइब र च्यानल लाइक गरिदिनु होला।